आजको टाइममा पनि तपाईँ मोबाइलमा गएर बेस्ट हेयर स्टाइल भनेर सर्च गर्नुहुन्छ भने रोकिनुहोस्। आज म तपाईँको आँखा खोलिदिनेछु कसरी आफ्नो फेसमा कुन हेयर स्टाइल सुहाउँछ भनेर एक्ज्याक्ट थाहा पाउनलाई के गर्ने भन्ने बारेमा आज तपाईँलाई म बताउन गइरहेको छु। म जे पनि कुरा गर्नेछु ट्रुथ कुरामा भन्नेछु, आल्तु फाल्तु कुरा गर्ने छैन। सुरुमा त म भन्छु, सुरुकै कुरा भन्नेवाला भन्छु। यदि तपाईँले मोबाइलमा गयो अनि मतलब सर्च गऱ्यो, तपाईले त्यो फोटोमा देख्नु भएको हेयर स्टाइल तपाईलाई मन पर्यो, तर यही आउँछ कुरा। एकचोटि मात्र आफूलाई प्रश्न गर्नुहोस् कि त्यो मोबाइलमा जुन मान्छे छ त्यसको अनुहार र मेरो अनुहार के मिलिरहेछ के? ल केही न केही त कुरा हुन्छ नि। ल उसको नाक ठुलो होला, तपाईँको नाक सानो होला, आँखा तल होला एक माथि होला, डिफ्रेन्ट हुन्छ नि। सुरुमा त कपालको लाइन छोटो गराउनुहोस्। 3 नम्बर 4 नम्बर जति गर्नुहुन्छ छोटो गराउनुहोस्। छोटो कपालदेखि लामो लेन्थको कपालसम्मको स्टेज छ नि, जुन अवस्थामा तपाईँको फेसलाई त्यो हेयर स्टाइल सुट गरिरहेछ त्यही नै हो तपाईँको बेस्ट हेयर स्टाइल। तपाईँले आफ्नो बेस्ट हेयर स्टाइल पाउनुभयो, त्यही नै हो तपाईँको बेस्ट हेयर स्टाइल। म यति भन्न चाहन्छु कि यदि तपाईँ सिरियस हुनुहुन्छ भने गर्नुहोस् यो कुरा। दि बेस्ट तरिका हो यो आफ्नो हेयर स्टाइल थाहा पाउने। आजको भिडियो यति नै थियो गाइज, सरी बोइज।